गुड इभिनिङ साथीहरू। नेपालमा समस्याले बढिरहेको अवस्था आजको छ। 23 गतेको स्थिति पनि यो यस्तै छ। वास्तवमा हाम्रो नेपालमा समस्या किन आइरहेको छ पटक पटक? हामी कहाँ चुकिरहेको छौँ? परिवर्तन भइरहेको छैन। रामले एकपटक आन्दोलन गर्यो, रावणको वध भयो, राम राज्य स्थापना भयो, कहानी खतम। कृष्णको पालो आयो, कृष्णले समयलाई पर्ख्यो र जब आन्दोलनमा गयो कंसको वध गरेर झेल सक्यो। तर हाम्रो नेपालमा यो झन्डै 1 महिना भयो अनि आन्दोलनहरू सकेको छैन। सत्ता परिवर्तन गरिदिनु भनेको यदि व्यवस्था परिवर्तन भएन, अवस्था परिवर्तन भएन भने सत्ता र व्यवस्था मात्रै परिवर्तन गरेर केही पनि हुँदैन। जसलाई ल्याउनुस् बसाउनुस्, आखिर तिनीहरूकै मातहतमा बस्नुपर्ने हुन्छ। तिनीहरू भन्ना केही अदृश्य शक्तिहरू छन्, तिनीहरूको मातहतमा बस्नुपर्ने हुन्छ र तिनीहरूले फेरि जे भने त्यही गर्छन्, गर्नुपर्छ, बाध्यता छ। कल्पना गरौँ, एउटा सचिव, वडा सचिवको अनुमति बिना वडा अध्यक्षले 1 रुपियाँको चलखेल गर्न सक्दैन, किनकि अन्तिम सिग्नेचर सचिवकै चल्ने हो। सचिव पढे लेखेर पुगेको हुन्छ, बनेको हुन्छ, अनि वडा अध्यक्ष मूर्खै हुन्छ। त्यसले के मतलब रह्यो? पढे लेखाको पनि त त्यस्तै भए भनेको त्यो पढे लेखेर या मूर्ख भएर त्यो व्यवस्था परिवर्तन हुने केही पनि होइन। इमान्दारिता हुनु पर्यो, विद्वता हुनु पर्यो, दीर्घकालीन योजना हुनु पर्यो। बेइमानहरूको अल्पकालीन योजना हुन्छ। आखिर अन्तिममा बोकेर केही जाने होइन अनि बेइमानी किन गर्ने? तर तिनीहरूसँग त्यत्रो दूरदृष्टि हुँदैन अनि बेइमान बनेको हुन्छ। राम्रो बनेर पनि इज्जत कमाउन सकिन्छ। आखिर यो संसारमा रित्तै हात जाने हो भने किन बेइमानको उपाधि लिएर जाने? झन् यो ओली देउपाको त कुरै नगरौँ। ओली देउपाको त्यो चर्चै गर्दा पनि पाप लाग्ने जस्तो अवस्था छ। र जेनजीका पुस्ताहरूले जुन आन्दोलन गरे र उनीहरूलाई मलाई लाग्दैन कि देउपा, आर्जु र ओलीलाई पिट्ने, कुट्ने या सिद्ध्याउने उनीहरूको योजना थियो, त्यो केही पनि छैन। त्यो एउटा हुल दङ्गा कहीँबाट आयो र त्यसले त्यो घटना गरेर निस्कियो। होइन भने कृष्णले कंसको वध गरेको थियो, वध गरेर झेल सकिन्थ्यो। अब त्यसलाई आधा मारेर छोडिदिएपछि ऊ त कुनै न कुनै विदेशी शक्तिको शरणमा जान्छ। त्यसको अर्को कुनै उपाय छैन। हामी गम्भीरपूर्वक, त्यो बुढो भयो, बेइमान छ, बेइमानहरू चाँडै मिलिहाल्छ, त्यो पनि कुरो छ। बेइमानहरूमा आपसी एकता, तालमेल बहुत चाँडै हुन्छ। धेरै पछि पनि जानु पर्दैन। रवि लामिछाने गृहमन्त्री भएपछि केही छानबिनका कुराहरू अगाडि बढाएको थियो। अब त्यो छानबिनको दायरामा पढिन्छ कि यता सीके राउतले संसद भवनमै उनीहरूलाई होच्याइरहेको थियो, पटक पटक उनीहरूलाई नेग्लेक्ट नै फिल गराइरहेको थियो, लज्जास्पद गराइरहेको थियो। प्रत्येक समर्थन त दिएको थियो, तर उपराष्ट्रपतिको चुनावमा एउटा पुरुष छ भने अर्को महिला हुनुपर्छ, उनी आफ्नो क्यान्डिडेटै उठाए। सबै ठाउँ जहाँ सैद्धान्तिक रूपले विरोध गर्नुपर्ने थियो, शहीदको सम्मानमा, मधेसी शहीदको सम्मानमा पनि सबलाई उभ्याउन लगाएर जो उभेन त्यसलाई लाज त लगाइदिए। यसरी चाहिँ रवि लामिछाने र सीके राउतले संसदमा प्रवेश पाएपछि पुराना बेइमानहरूलाई समस्या भयो र आजसम्मको इतिहासमा हुँदै नभएको घटना एमाले र काङ्ग्रेस मिल्यो भनेको मतलब यो कुरो एकदम स्पष्ट हुनुस् कि बेइमानहरू बहुत चाँडै आत्मरक्षाको लागि सङ्गठित भइहाल्छ। त्यो दल कुनै होस्, पार्टी कुनै होस्, र त्योभन्दा पनि ठुलो कुरो त्यसका पछिका भरौटे झोलेहरूको त कुरै नगरौँ। तिनीहरूको त कुनै अस्तर छैन। जहाँ विपरीत सिद्धान्तका व्यक्तिहरू छन् अनि तिनीहरू चाहिँ त्यो पनि शीर्ष नेतृत्व, शीर्ष दल, देशकै शीर्ष नेतृत्व गर्ने व्यक्तिहरू जो एउटा सत्तामा हुँदाखेरि अर्को विपक्षमा बस्ने जुन परम्परा पनि थियो त्यसलाई तोडेर उनीहरू कसरी युनाइट भए? त बेइमानहरू युनाइट हुन्छन् उनीहरूको कुनै अस्तर हुँदैन। अस्तरै नभएको मान्छेसँग हामी तपाईँ कति उम्मिद गर्ने? अनि उनीहरूले आफ्नो आत्मरक्षाको लागि देशलाई पनि डुबाउन सक्छ, त्यो ठुलो कुरो भएन।
देश डुबे पनि उनीहरूलाई आफ्नो आत्मरक्षा गर्नु छ, आफ्नो सन्ततिको हित गर्नु छ हैन। अब सम्पत्ति जम्मा गरेर बोकेर लाने हो कि? अब सिकन्दरले त लगेन, अरू कसैले पनि लगेन। अब यिनीहरूले लाने भने छुट्टै कुरो हो, तर यिनीहरू पापी नै छन्, ठुला पापी छन् हैन। र कतै न कतै आम नेपालीको पनि यसमा धेरै ठुलो हात छ। खास गरेर मधेस विरोधी मानसिकता भएका व्यक्तिहरूको त ठुलै हात छ। र त्यति मात्रै होइन, आम नेपालीको पनि कायरताले गर्दाखेरि आजको यो समय निम्तेको हो। जतिखेर माओवादीले जनविद्रोह गरेको थियो, कल्पना गरौँ है, त्यो समयमा माओवादीले मान्छे खोजेर राम्रो मान्छे कोही त्यसमा गएन। बाध्यता भएर उनीहरूलाई गजेडी भङ्गेडी ट्यापेहरूलाई त्यसमा समावेश गर्नु परेको थियो। सुई हामीले लाहानमा लुटपुट हुँदाखेरि हामीले सर्वत्र सुई हेरेको थियौँ नि। त्यो ट्याब्लेटहरू, नाइट्रोजन ट्याब्लेट, इन्जेक्सन, दुनियाँ कुरो हेरेको थियौँ त्यहाँ। भनेको त्यो सुई लगाएर पनि त आन्दोलन गरिदिएको हो नि, तर सुई नलगाउने राम्रा मान्छे त आन्दोलनमा पनि गइदिएन। अनि बाध्य भएर नराम्रो मान्छेहरूलाई मुहिममा सामेल गर्नुपर्ने बाध्यता हुन्छ। जसले विद्रोह सञ्चालन गरेको हुन्छ, विद्रोहको नेतृत्व गरेको हुन्छ, त्यसको जिम्मेवारी हुन्छ आफ्नो विद्रोहलाई गन्तव्यसम्म लानुपर्ने। अनि राम्रो मान्छे आइदियो भने त्यहाँ पुग्छ को? बेमान मान्छे पुग्छ। राम्रो मान्छे हिजोसम्म राजनीतिमा आइदिएन, नतिजा के थियो? बेमानहरू पुगेको छ। जब राम्रोहरू आउन थाल्यो, रवि, बालेन, हर्क र सबभन्दा ठुलो सिके राउतले त कतै न कतै ठुलै योगदान दिएर आएको हो। कुनै पदको लोभ नगरेको, कसैको बालबच्चालाई मर्बाएन आफ्नो आन्दोलनमा, आफै जेलनेल काटे, धेरै कुरो गरे। आफ्ना ठाउँका कुराहरू छन् हैन। पढे लेखेका मधेसी थिए, त्यसैले मधेसीलाई कसरी सम्मान दिने समस्या त्यहाँ छ। अब मधेसी प्रधानमन्त्री कसरी बनाउने अहिलेसम्म कहीँ चर्चा आउँदैन। किन आउँदैन? सबै मूर्खै छन्। सुशीला कार्की भन्दा त जसरी पनि अस्तरी थियो, तर आमा आए बापके मुडी आए हैन। त त्यो आमा आए त्यो कुरो थिएन। थियो कि मधेसी विरोधी मानसिकता थियो, त्यहाँ अरू केही थिएन। सिके राउतले जेठ 15 गते 1.5 वर्ष हुन लाग्यो, नौलो गणतन्त्रको अवधारणा ल्याएको थियो। काठमाडौँमै कार्यक्रम पनि गरेको थियो। नौलो गणतन्त्रको उद्घोष नै त्यहाँबाट गरेको थियो। त्यसको माग थियो प्रत्यक्ष कार्यकारिणी। अनि त्यतिखेर आम काठमाडौँवासीले र नेपालीले समर्थन गरेको भए परिवर्तन भइहाल्थ्यो, कुनै हत्या हिंसा पनि हुने थिएन। तर त्यतिखेर नगर्ने, अनि त्यसलाई चाहिँ जतिखेर पनि मधेसी विरोधी मानसिकता अब ल्याएर हैन, मधेसीलाई चाहिँ केन्द्रमा सहभागी नगराउने, अनि प्रदेश पनि खारिज गर्ने, सङ्घीयता पनि खारिज गर्ने, मधेसी आदिवासी जनजाति सबैको अधिकार खोज्ने बापको जिम्मेदारी हो। त्यसरी चाहिँ त्यो कुनै कहिले पनि सफलता प्राप्त हुँदैन। 50% जनसङ्ख्या ओगटेको मधेसलाई इग्नोर गरेर हुन्छ। मधेसीहरूको 50% प्लस बाहुल्यता छ जनसङ्ख्याको आधारमा। अनि जहिले पनि मधेसी विरोधी मानसिकता राख्ने, अहिलेको सरकारमा न प्रधानमन्त्री मधेसी, न गृहमन्त्री मधेसी, न अर्थमन्त्री मधेसी। अर्थको त कुरै गरिदिउँ, म व्यापारीको छोरो हो, व्यापारी पनि हो हैन। अर्थ कहाँबाट सङ्कलन हुन्छ? कुनै व्यापारीले पनि धेरै पर्दैन, 5 दिन पर्याप्त छ। अर्थको व्यवस्था देशलाई त्यो कुनै पनि कसैको जागिर खोज्नु पर्दैन, बरु लाखौँको जागिर सिर्जना हुन सक्छ। गर्नुपर्ने कुराहरू धेरै छन्। हामीले के गर्छौँ भने सेनाको जागिरलाई धेरै लामो गरिदिएको छौँ। सेनाको जागिर त्यत्रो लामो किन चाहियो? 6 वर्षको 7 वर्षको गर्नुहोस्। प्रत्येक नेपाली सेनामा 2-3 वर्षको 4 वर्षको जागिर गर्नैपर्छ, व्यवस्था ल्याउनुहोस्। स्यालेरी बढाइदिनुहोस्, जागिरको अवधि घटाइदिनुहोस्, आरामले फन्डको व्यवस्था भइहाल्छ। जुन व्यापारहरू करको दायरामा आएको छैन त्यसलाई करको दायरामा ल्याउनुहोस्। कुन्टल सोना निस्किने ठाउँ एयरपोर्ट अथोरिटीलाई अहिलेसम्म छानबिन भएको छ। जसको पालोमा कुन्टलका कुन्टल सोनाहरू यताउति भइरहेको थियो, त्यो प्रशासनिक विभागका कर्मचारी, त्यतिखेरको अर्थमन्त्री, त्यतिखेरको गृहमन्त्री, यिनीहरूलाई छानबिनको दायरामा ल्याइएको छ? छैन, कहिले पनि ल्याइँदैन।
ल्याउँदैन, किनकि देशको अर्थदेखि मतलब छैन र अर्थ बिना देश त्यसै बन्छ। कसको बाउले बनाइदिन्छ? आफ्नो घरको चुलो बाल्न त पैसा चाहिन्छ, अनि देश चलाउन पैसा चाहिँदैन। अनि पैसा आउने स्रोतहरूतिर ध्यान नै दिने, अनि झुठैको हल्ला गर्ने, यो त्यो। जबसम्म अर्थ आउँदैन, सबभन्दा ठुलो अर्थ मन्त्रालय हुन्छ देशको, र अर्थ मन्त्रालयलाई ब्याकअप दिने भनेको गृहमन्त्री हो। गृहले प्रोटेक्सन दिने अर्थको डिसिजनलाई, र अर्थमा विज्ञ मान्छेलाई राख्ने। त यहाँ जे पनि भइरहेको छ, विज्ञदेखि सरोकार छैन, बस मधेसी हुनु भएन। जतिसुकै ठुलो विद्वान होस्, मधेसी हुनु भएन। मेची मधेसीले बेचे, कोशी मधेसीले बेचे, विदेशीलाई नागरिकता मधेसीले दिए, लाउडा घोटाला मधेसीले गरेको छ, त्यो भुटानी शरणार्थी प्रकरण मधेसीले गरेको हो। चोर फटाहरू कहीँको। अनि जे पाइ त्यही गर्ने डिसिजन तिमीले भन्दैमा भइहाल्छ। तिम्रो बाउको जिम्मेदारी छ नेपालमा, तिमीहरूले जे भन्ने अनि त्यो मान्नुपर्ने। अरूले त्यो केही हुनेवाला छैन। पहिले त माइन्डमा एउटा कुरो के राख्ने भने सबै नेपाली सामान हुन्, यो मानसिकता पहिले लोड गर्नु पर्यो। जुन डिलिट भइसकेको छ नि त्यसलाई फेरि चाहिँ त्यो इन्ट्री गर्नु पर्यो, इन्टर हान्नु पर्यो। अनि त्यसमाथि मात्रै राम्रो विचार आउँछ। मनमा षड्यन्त्र राखेर अनि नीति बनाउन खोज्ने, अनि नीति कहिले सफल हुन्छ? अनि माओवादीको टाइममा राम्रो मान्छे त्यहाँ जाँदै नजाने, अनि माओवादीले नराम्रो मान्छेलाई लिनु पर्यो। राजनीतिमा राम्रो मान्छे जान नरुचाउने, हैन? म त मन्त्रालयको सचिव नै बन्ने, मेरा छोरालाई त अधिकृत बनाउने, अनि चाहिँ व्यवस्था परिवर्तन हुन्छ। सधैँ चाहिँ त टेबल मुनिको पैसा खोज्ने, अनि त्यसरी त कहिले पनि हुँदैन। अनि त्यसपछि कुनै मधेसीले, गजेन्द्र नारायणले यत्रो ठुलो समानताको अधिकारको लागि सधैँ लड्दै आए। भन्ने बेलामा चाहिँ भन्ने हाम्रो सिमाना चाहिँ गङ्गासम्म थियो, अनि गङ्गासम्मको मान्छे चाहिँ इन्डियन भइगयो। सिमाना चाहिँ गङ्गासँग मेरा सिमाना थिए रे, अनि गङ्गासम्मको जुन बासिन्दा थियो मान्छे त्यो इन्डियन भइगए। अनि इन्डियामा रहेको सिक्किम र त्यो दार्जिलिङ चाहिँ नेपाली भइगए। अनि त्यसरी भनेर हुन्छ? यो मानसिकतालाई पहिले डिलिट गर्नु पर्यो। यो मानसिकता जबसम्म डिलिट हुँदैन तबसम्म कहिल्यै सफलता मिल्दैन। 2-4वटा मधेसी जसलाई इतिहास थाहा छैन, जसलाई व्यवहारिक ज्ञानको अनुभव छैन, त्योहरू होमा सपोर्ट गर्देला। तर वास्तविकता कुरो जसले बुझेको छ, जसले पीडा मर्म भोगेको छ, त्यसले त कहिले पनि सपोर्ट गर्दैन। किनकि यहाँ जहिले पनि काण्ड भइरहेको छ, मधेस विरोधी काण्ड भइरहेको छ। मधेसी विद्वान होस् केही मतलब छैन, त्यसलाई इग्नोर गर्नुपर्छ। खालि अनुहार चाहिँ अलिकति सानसाना आँखा भएको हुनु पर्यो, अलिकति चाहिँ होचो नाक भएको हुनु पर्यो, अनि छाला चाहिँ गोरो भएको हुनु पर्यो। त्यो आधारमा आन्दोलन सक्सेस गर्ने अन्तिम उपाय त्यही हो। अन्तिममा हुने के हो भने विदेशहरूको भरौटे बनेर, पछौटे बनेर, पिठ्यौँ बनेर बस्ने हो। त्यति मात्रै हो। अहिलेसम्म पनि मधेसीलाई इग्नोर गरेर कि त भारतको चाकरी गर्नु पर्यो, कि त चाइनाको चाकरी गर्नु पर्यो, कि त अमेरिकाको चाकरी गर्नु पर्यो। त्योभन्दा बढी आजसम्मको नेपालको राजनेतालाई के चाहिँ गर्लिए? त्यति चाहिँ अरूको गुलामी गर्नुको एउटै कारण थियो कि जसरी पनि मधेसीलाई सत्ताबाट वञ्चित गरियोस्। र अहिले पनि ध्यानमा राख्नु, मधेसीलाई जबसम्म आन्दोलनको शीर्ष नेतृत्वमा ल्याइँदैन तबसम्म आन्दोलन सक्सेस हुँदैन, र त्यसको सफलताको क्रेडिट सम्पूर्ण विदेशी आक्रान्ताहरूले लिन्छ, र पछि गएर आन्दोलनका सब उपलब्धिहरू तिनीहरूको पाउमा गएर सुम्पिनुपर्छ। त्यसैले बेलैमा होस पुर्याउँ, हैन? अब कसको भित्र के छ, मेरै भित्र के छ त कसलाई थाहा छ? मन जाँच्ने कसी त बनेको छैन। मन जाँच्ने कसी त अहिलेसम्म बनेको छैन। तर जसको अहिलेसम्म परीक्षण भएको छैन, जसलाई सत्तामा पुर्याएर हामीले उसको आचरण, सत्ताधीशको आचरण जबसम्म हेरेको छैनौँ तबसम्म त्यो मान्छे नराम्रो हो भनेर भन्न पनि मिल्दैन। त्यसैले मेरो विचारमा मधेसीलाई कतै न कतैबाट प्रम बनाउने प्रयासमा लाग्नुहोस्, र त्यसलाई आन्दोलनको नेतृत्व दिनुहोस्, अनि मात्रै सम्भव छ। सम्भव त त्यो रेसमा हामीले सिक्यो रत्न पनि ल्याउन सक्छौँ, हामीले राजेन्द्र महतोलाई पनि ल्याउन सक्छौँ, हामी ल्याउन सक्छौँ। मधेसको एउटा बाहुल्य जनसङ्ख्यामा उपेन्द्रजी हुनुहुन्छ, उहाँलाई पनि ल्याउँदा हुन्छ। तर जबसम्म मधेसी विरोधी मानसिकता लोड गर्ने ब्रेनमा,
भन्ने लास्टमा गएर आन्दोलनका उपलब्धिहरू विदेशीको पाउमा गएर सुम्पिनुपर्छ, अनि मात्रै त्यो तिमीहरूलाई सत्ता र कुनै उपलब्धि भेट्नेछ। त्यहाँभन्दा बढीको कल्पनै नगर।